मेरो फ्रेन्ड लिस्ट तिम्रो दर्शन पाउन बाटो कुर्दै बसेको वर्षौं भइसक्यो। 2 दिन आएर मक्ख पारेको होइन, कसम निस्वार्थ भावले वर्षौं पहिलेदेखि मैले तिमीलाई फलो गरे हौ। तिम्रो दुवै आइडी मेरो फलोइङ लिस्टमा ताज झैं सजिएका छन्। तिम्रो फलोइङ लिस्टमा एक बढाएर मलाई पनि सजाए हुन्न र? मेरो खुसी 1बाट 100मा पुर्याए हुन्न र? त्यो दिन मेरो लागि कुनै चाड पर्व भन्दा कम हुँदैन। सुन न, मलाई पनि तिम्रो छेउमा थोरै ठाउँ दिए हुन्न र? मेरो हातले तिम्रो पोस्टमा लाइक गरे जति त आजसम्म मैले फेसबुक स्क्रोल पनि गरेको छैन। मेरो फिडको हाइलाइट हिस्टोरीको सर्च रिजल्ट हौ तिमी। अब त लेट्स बी फ्रेन्ड भन्दै डीएम गरे हुन्न र? साँच्चै भनेको, अब त यो दूरी घटाउँदै मेरो मनलाई धन्य गरे हुन्न र? छोड न जिद, यो फ्यानको पनि मन राखिदिए हुन्न र? साँच्चै छोड न जिद, यो फ्यानको पनि मन राखिदिए हुन्न र? अब त हामी साथी बनौँ न हुन्न र? यही थियो क्या त्यो दिन। मान्छेहरूले च्याट गरिहाल्यो, बवालै भयो यो चाहिँ। बवाल लाग्यो, रातो पिरो भयो म त यार। के हो, कलरै चेन्ज हालेको। सरी ल, फिल्ममा भएन भन्नुभयो, तर म नर्भस हुन्छु एक त होइन, अर्को त अब खुसी छु नि त धेरै नै, त्यही भएर नि हो क्या। कस्तो अरू केही लेखेको छ भने भन है। तपाईँको लागि त म अब लेखिहाल्छु नि। सुनाउन कस्तो नराम्रो कमेन्ट नगरिदिनु न। यस्तो क्या, सुनाउनलाई अब पाउने भयो नि त, अब त कति लेखिहाल्छु नि। अब त्यो सुनाउन पाइन्छ पाइँदैन भन्ने थियो। आमा आज त्यो कमेन्टमा गरे सपोर्टले मलाई कति खुसी मिल्यो। त्यति तपाईँहरूले नगर्नु भयो भए सायद मैले एउटाले कमेन्ट गरेर देख्नुहुन्न थियो होला होइन। थ्याङ्क यू सबैलाई। फेरि एकचोटि सुनाउनु, मजा आयो कि मलाई साँच्चीकै नै भन्नु। मलाई मजा लाग्यो कि साँच्चीकै नै। फेरि एकचोटि मेरो फ्रेन्ड लिस्ट तिम्रो दर्शन पाउन बाटोको उड्दै बसेको वर्षौं भइसक्यो। 2 दिन आएर मक्ख पारेको होइन, कसम बिग फ्यान हो। निस्वार्थ भावले वर्षौं